Hello everyone, welcome to our vlog. So this is our random vlog. आज हामी नमो बुद्ध जाँदैछौँ. So but I don't think हाम्रो आज वेदरले साथ देला जस्तो छ. आज अलिकति धुम्म छ है. त्यही पनि हामी जानेछौँ. So meet our friends Alex. हाम्रो सानो मान्छे सुप्रभा, ठुलो मान्छे प्रकृति. And यता छ हाम्रो रितिका. And हाम्रो राइडर निर्विक. And the one and only Orvin Koirala. अनि हाम्रो प्रतीक चाहिँ आउन बाँकी छ. Going है त going. ल साथीहरु धेरै गफ भयो है जामै अब ल मौसम खुल्ला जस्तो छ है साथीहरु अलि हल्का घाम लाग्ला जस्तो भयो हामी यो अहिले कुन ठाउँ हो यो तिरै होला चौकोट होला चौकोट हो कि के हो यता धुलखेलबाट अलिकति त्यस्तै केही किलोमिटरबाट केयु के रे केयु छ हैन यहाँ मेडिकल त्यसपछि तल चाहिँ त्यही होला चौकोटै होला जे भन्ज्याङमा काभ्रे भन्ज्याङमा भेटौँ सबैजना है काभ्रे भन्ज्याङमा ल हामी चाहिँ अगाडि हिँडिहाल्यौँ है त चढन लेट्स गो गाइज नमो बुद्ध वी आर वेटिङ फर यु आहा गाइज ल बाई बाई त्यहाँ रहेछ हाम्रो नमो बुद्ध यहाँबाट ठ्याक्क नमो बुद्धको भ्यू पनि देखेको प्लस घाम पनि लागेको वी आर सो लकी वाउ के भयो मौरीले हार्यो के भयो मौरी डोङ हाल्यो कहाँ है ओ मौरी हो क्या सेरेको सेट हो नि त ल के हुन्छ है खै एक्कासी अब तेरो सुनिन्छ यार हो यत्रो ठुलो हुन्छ साँच्चै परेको खै ल ठिक छ है भर्खरै के भयो साथीलाई मौरीले डङ हान्यो कति दिन जान्छ भाइजर लाउनु पर्ने नि त केही हुँदैन मैले निकालिसकेँ नि त त्यसको ल जाउँ सुनिन्छ ए छोड्दे खोया छोड्दे मुला ल है ल दुख्यो यार कस्तो लाग्यो राजा त ए मुला दुख्यो कस्तो लाग्यो राजा त खै यता हेर्दा ठिकै छ अहिले त के हुँदैन एकछिनपछि सुनिन्छ ल जाउँ एकछिन है बाटो कहाँ हो फेरि त्यो सोधौँ न खै सोध न त्यहाँ सुन्ने यार खै हेलमेट खोल्दा हेर्ने यहाँ अलि खोल हेलमेट सिटी अनि ऊ यहाँ मात्र सुनिरहेको छ तर ए नदेखा जुम गऱ्यो बुला बाउरीले डङ हान्यो नि त केटोलाई च्याम्मै के बाउरीले अब केटोको अनुहार यत्रो सुनिन्छ अघि जहाँ लागेको थियो नि त्यहाँ मात्र अलिकति छ है यो अब सुनिन्छ यो उताबाट देख्छ सुनिन्छ यो हल्का सुनिन्छ होला साला फोटो राम्रो हाल्नु भनेको यार केही छैन मान्छे सधैँ छ होइन
जिन्दगीमा फोटो त हानिहालिन्छ नि अनि एउटा गीत गाओस् न त ल यहीँ हो नि त आइपुग्यो है आइपुग्यो ओके हामी पुग्यो यहाँबाट हामी सो घुम्छौँ है त ल साथीहरू यो ल प्रतीक सर के छ त रमाइलो लागिरहेछ त्यो काम लाग्यो यो संसारमा मौरी नभए के हुन्छ केटा बोलने दे तकलीफ हुआ है बेचारे को बोल बोल यो संसारमा मौरी नभए के हुन्छ केटा बिचरालाई माउरीले टोकेको छ होइन साह्रै दुःख छ है तर यसले मौरीले टोकेको होइन कि खै केले टोक्यो हो त्यो मैले डङ चाहिँ निकालेको हो कि फुलमा चुस्ने हो यो फुल जस्तो छ फुल भन्दा म कम छु 6 hours later. मैले कमल खरेको यस्तो लुगालाई हेर्दा यसो मियर जस्तो देख्छ होला अँ है ल है ल मेरो पछि पछि है मेरो पछि पछि जुत्ता पनि 8 जना हो जुत्ता मेरो ए इजी 350 $240 ओन्ली अनि भयो कि छोड्दै लन्डन पार्कमा 400 रुपियाँमा किन्यो त्यसले $240 हो कहाँ 40 मात्रै हो मेरो $240 पिम्पल देख्ला त्यसको प्रकृति के त हामी फेरि डेन्जर भ्लग गर्यो कि पहिला को गएको थियो यहाँ म आज तर बिर्सेँ कि कपाल त के हो क्यामेरा बन्द हो फोटो मात्र हो मेरो बस साइड देखा के देखा रे खै त हाम्रो दुईजनाको जोडी सरकार अनि के छ नयाँ नौलो सुन एकदम ठिक छ हो सरकार कस्तो लागिरहेछ नौमा त कस्तो लागिरहेछ एकदम दामी दामी हो एकदम बाबा के कुरा मन पर्छ तिमीलाई यहाँको मलाई यहाँको यो बुद्ध अनि लागो अनि अनि त्यस पछाडि तलको बाघको केभ अनि बवाल छ अनि त्यो माथि भर्खर गर्ने के अरे त्यो ठाउँ त्यो चाहिँ थाहै भएन मलाई हो स्टुपा भनौँ न अनि 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 त्यति अरू त अब गएकै छैन कतै यति त आइयो ल रिचल है त ल यस्तो छ है त चढान हामी चाहिँ यहाँ नमोबुद्धबाट फर्केको अनि सडन चेन्ज इन द प्लान हामी यहाँबाट काभ्रे तेमाल जाने त्यहाँको एक दुईवटा दामी दामी ठाउँ घुम्ने भनेर सो अहिले टाइम भएको छ 1 बजेको छ हामी भगुन्डे बेसी जान्छौँ भगुन्डे बेसीमा खानसाना खाएर त्यहाँबाट हामी उकालो लागेर अनि माथि माथि हुँदै दोलल घाटबाट हुँदै
काठमाडौँ बेलुका जाने प्लान गरेको मैले 50 रुपियाँको लालीगुराँस चाहिन्छ 50 रुपियाँको लालीगुराँस चाहिँ सुप्रभाको लाली गुराँस किन्नु पर्दैन थियो फुलै यही थियो होइन ल ल ल यो भ्लग हेर्ने मान्छेले रोडोनारायणको स्पेलिङ चाहिँ लेख्नु पर्यो त्यही हो ल कमेन्ट गरौँ है रोडोनारायणको स्पेलिङ वाउ कमेन्ट डाउन त्यही के हो खास आरएच हो डिओ टिएन डिआरओएन ल यो त एन्सर भन्यो नि त कमेन्टमा मिलाइहाल्छ नि त यार सेट हो नि त ल है ल राजा थाक्यो यार सरी ठाउँ कस्तो लाग्यो हो ठिकै हो त हिँड्नुपर्ने यार बढी हो त्यति मात्रै थाक्यो यार बहुत टाउ ठोक्यो नि मलाई सिरिया कहाँ गुफामा यार सानो रहेछ पाल जिउ ठुलो त्यहाँबाट माथि आउनु मिल्दैन कि अब ठिकै छ फेरि आइयो भने